फाइनली म त्यताको बगर हिँडेर हाम्रो बाँसको झाङको आडामा आइपुगेँ। ल हेर्नुहोस् त यहाँ फोहोर फालेर सबैजनाले, यो हाम्रो व्यक्तिगत जग्गा हो, तर यसरी मान्छेहरूको बस्ती बढ्दै गयो। कसले फाल्छ यहाँ ल्याएर फोहोर नफाल भने मान्दैनन्। यस्तो बिजोग छ फोहोरले। यो हाम्रो खेतमा आइपुग्न लागे म। हाम्रो बुवा होइन्जेल साथीहरू यो खेतमा लगभग 40 मुरी जस्तै धान फल्थ्यो यहाँबाट हो तल देखिएको सम्म। तर अहिले बुवा बितेर गएदेखि हामीले एउटा मुठा साग पनि लाएर खान सकेका छैनौँ। यहाँ 4-5 दिन अगाडि 5-6 दिन अगाडि आएर हो तल ठुलो गरामा थोरै टुँडा खनेर थोरै साग र मुला डोबेको थिएँ। त्यही दिनको भोलिपल्टदेखि पानी परेर मुसलधारे के रह्यो होला। आज यत्रो दिनमा हेर्न आउँदैछु म यो सबैमा आज हाम्रो हजुर सबै खाली के